YouTube भिडियोको लागि र्याङ्किङ कीवर्ड्स अथवा ट्याग्सहरु कतादेखि खोज्ने। सो हेलो गाइज, नमस्ते सबैजनालाई, स्वागत छ मेरो अनदर न्यू भिडियोमा। सो आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई सिकाउँछु कि कसरी तपाईले आफ्नो YouTube भिडियोजहरुको लागि एकदमै राम्रो र बेस्ट र्याङ्किङ ट्याग्सहरु खोज्न सक्नुहुन्छ। अब तपाईको च्यानल कुनै पनि क्याटेगोरीको होला, गेमिङको, ट्राभलको, कुकिङको, टेकको, जुन पनि क्याटेगोरीको होला। सो यो जुन YouTube भिडियोको जुन ट्याग हुन्छ, यो ट्यागले चाहिँ तपाईको भिडियोलाई र्याङ्क गराउन, धेरै भ्युज ल्याउन अथवा भाइरल गराउन एकदमै मद्दत गर्छ यो ट्याग्स अथवा कीवर्ड्सहरुले। सो यो भिडियोमा पनि मैले आफ्नो ट्याग्सहरु राखेको छु। यो ट्याग्सले तपाईको यो भिडियोलाई पुश गर्छ माथि। अगर कसैले त युट्युबमा तपाई त्यो कीवर्ड अथवा ट्यागलाई सर्च गर्छ भने तपाईको त्यो भिडियो त्यो भ्युअरको अगाडि सबभन्दा पहिले आउने चान्स बढी हुन्छ अगर तपाईले आफ्नो भिडियोमा राम्रो ट्याग्सहरु लगाउनु भयो भने। सो आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई सिकाउँछु कि यस्तै र्याङ्किङ ट्याग्सहरु तपाईले आफ्नो भिडियो अनुसार कसरी खोज्ने। जम्मा 1 मिनेटमा, 1 मिनेट भित्रमा तपाईले आफ्नो कुनै पनि YouTube भिडियोको लागि तपाईको भिडियो कुनै पनि टपिकमा होला, जुनसुकै टपिकको लागि, जुनसुकै टपिकको YouTube भिडियोको लागि तपाईले एकदमै बेस्ट र र्याङ्किङ ट्याग्सहरु पत्ता लगाउन सक्नुहुन्छ आफ्नो मोबाइल फोनदेखि। सो यो कुन तरिका हो, कुन यस्तो वेबसाइट हो, कुन यस्तो एप्लिकेसन हो जहाँदेखि तपाईले आफ्नो YouTube भिडियोको लागि बेस्ट र र्याङ्किङ कीवर्ड्सहरु अथवा ट्याग्सहरु पत्ता लगाउन सक्नुहुन्छ। म अब तपाईहरुलाई सिकाउँछु। तर त्यो भन्दा अगाडि अगर तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब अवश्य गरिदिनु होला, किनकि यस्तै हेल्पफुल भिडियो म तपाईहरुको लागि डेली यो च्यानलमा अपलोड गरिरहेको हुन्छु। सो नोटिफिकेसन बेल आइकनलाई प्रेस गरेर अलमा पनि सेट गरिदिनु होला। सो आजको यो भिडियो हामी स्टार्ट गरौँ। ल साथीहरु, अब म आफ्नो यो मोबाइलमा YT स्टुडियो ओपन गर्छु र यहाँ हेर्न सक्नुहुन्छ तपाईले मैले एउटा भिडियो भर्खरै अपलोड गरेको थिएँ, फेसबुक अकाउन्ट डिएक्टिभेट कसरी गर्ने अथवा हाउ टु डिएक्टिभेट फेसबुक आइडी भनेर। सो सपोज यो चाहिँ मेरो एउटा भिडियो हो, यो अझै मैले अपलोड गरेको छैन, यो जस्ट अनलिस्टेडमा राखेको छु। सो अब यो भिडियोमा चाहिँ मलाई यो भिडियोको अनुसार र्याङ्किङ ट्याग्सहरु राख्न छ। म जस्ट यो जुन पेन्सिलवाला आइकन छ यसमा दबाउँछु, यो एडिट वाला बटनमा, र यो जुन तपाईले हेर्न सक्नुहुन्छ तलतिर मोर अप्सन्स भनेर यसमा दबाउनुहोस्। र यो मोर अप्सन्समा आइसकेपछि यहाँ तपाईले सुरुमै एउटा अप्सन हेर्न सक्नुहुन्छ एड ट्याग्स भनेर। अब यो तपाईले अगर यो ट्याग्समा अब मैले के लेख्न पर्ला, कसो लेख्ने, यस्तो तपाईले हल्का यो झिझक भइराछ भने यो ट्याग्स खोज्नलाई त्यस्तो केही गर्न पर्दैन। तपाईले जस्ट एउटा सिम्पल तरिका युज गर्न सक्नुहुन्छ। जस्तै यो मेरो भिडियोको टपिक हो हाउ टु डिएक्टिभेट फेसबुक आइडी भनेर। अब के गर्न पर्यो भनेपछि तपाईको जे पनि टपिक हुन सक्छ तपाईको भिडियो अनुसार। तपाई अब आफ्नो ब्राउजरमा आउनुहोस्, क्रोम ब्राउजरमा। म यहाँ क्रोमलाई ओपन गर्छु र क्रोममा आइसकेपछि तपाईहरुले एउटा यहाँ वेबसाइट सर्च गर्नुपर्छ, र्यापिड ट्याग्स भनेर। यो वेबसाइटको नाम र लिंक चाहिँ डिस्क्रिप्सनमा पनि छ। सो तपाईले त्यहाँ डाइरेक्ट क्लिक गरेर यो वेबसाइटमा जान सक्नुहुन्छ मजाले। र्यापिड ट्याग्स भनेर यति सर्च गरिदिनुहोस् यो सर्च बारमा, र्यापिड ट्याग्स। र यति सर्च गरिसकेपछि यहाँ तपाईले एउटा सुरुमा जुन आइरहेको छ यो वेबसाइट rapidtags.io भनेर, यही हो वेबसाइट गाइज। र्यापिड ट्याग्स प्रोभाइड टुल टु हेल्प यु इजिली ग्रो यर युट्युब च्यानल। यो चाहिँ युट्युब च्यानल अनि टिकटक यिनीहरूको लागि बेस्ट ट्याग जेनेरेटर हो गाइज यो वेबसाइट र्यापिड ट्याग्स। म पनि यसैलाई युज गर्ने गर्छु। सो तपाईले यो जस्ट र्यापिड ट्याग्सलाई ओपन गर्नुहोस् र ओपन गरिसक्ने बित्तिकै यहाँ हेर्न सक्नुहुन्छ तपाईले यस्तो प्रकारको इन्टरफेस ट्याग जेनेरेटर भनेर, र्यापिड ट्याग SEO फ्रेन्डली भनेर युट्युब भिडियोहरूको लागि ट्याग जेनेरेटर। र तपाईले एउटा अप्सन हेर्न सक्नुहुन्छ युज ट्याग जेनेरेटर भनेर आइरहेको छ। यो यसमा अब दबाउनुहोस्, यसमा क्लिक गर्नुहोस् युज ट्याग जेनेरेटरमा। र अब यहाँ एउटा सर्च बार आइरहेको छ, यो तलको चाहिँ एड हो ट्याग जेनेरेटर। अनि यो जुन सर्च बार छ यहाँ तपाईले क्लियरली हेर्न सक्नुहुन्छ इन्टर यर नेक्स्ट युट्युब भिडियो टाइटल। यसमा जानुहोस् यो सर्च बारमा र अब आफ्नो भिडियोको त्यो टाइटल यहाँ लेख्नुहोस्, तपाईको भिडियो कुन टपिकमा हो। अब मेरो चाहिँ भिडियोको टपिक हो, म यहाँ लेख्छु, जम्मा तपाईले एउटा जम्मा कीवर्ड लेख्नुहोस् हाउ टु डिएक्टिभेट फेसबुक यो मिलिरहेको छैन, हाउ टु डिएक्टिभेट फेसबुक अकाउन्ट। र यो हो मेरो भिडियोको टपिक हाउ टु डिएक्टिभेट फेसबुक अकाउन्ट भनेर। र मैले यहाँ लेखिसकेको छु हाउ टु डिएक्टिभेट फेसबुक अकाउन्ट भनेर। र अब यति लेखिसकेपछि आफ्नो भिडियोको यहाँ टपिक लेखिसकेपछि यो हेर्न सक्नुहुन्छ एउटा सर्च बार। अब यो सर्च बारमा दबाउनुहोस्
र तपाईले अब यो दबाइसकेपछि यो सर्च बारमा यहाँ तपाईले हेर्न सक्नुहुन्छ सबै यो ट्याग्स चाहिँ यो भिडियो रिलेटेड के अरे ग्रोइङ र र्याङ्किङ ट्याग्सहरू चाहिँ त्यो किवर्ड्सहरू सबै यहाँ तपाईले हेर्न सक्नुहुन्छ मजाले। यिनी सबै एकदम र्याङ्किङ ट्याग्सहरू हो यो टपिक अनुसार। हाउ टु डिएक्टिभेट फेसबुक अकाउन्टमा चाहिँ यो भिडियो टपिकमा चाहिँ यिनी ट्याग्सहरू एकदम ग्रो गरिरहेका छन्, र्याङ्क गरिरहेका छन् र अब मैले चाहिँ यिनै ट्याग्सहरू आफ्नो भिडियोमा युज गर्नुपर्छ। सो अब के गर्ने भन्दाखेरि यो जुन हेर्नुभएको छ एउटा कपी ट्याग्स भनेर आइरहेको छ तलपट्टि, यो कपी ट्याग्समा एकचोटि दबाउनुहोस् र यो कपी ट्याग्समा दबाइसकेपछि यो तपाईँको जति पनि यो ट्याग्स छ यो कपी भइहाल्छ। अब यो सबै ट्याग्स एकै क्लिकमा कपी भइसक्यो र अब के गर्न पर्यो, कपी भइसकेपछि तपाईँ फेरि वाइट स्टुडियो ओपन गर्नुहोस् र आफ्नो त्यो भिडियोमा जानुहोस्, पेन्सिल आइकनमा दबाएँ मैले र अब यो जुन एड डिस्क्रिप्सन छ यसमा जानुहोस् र यहाँ डिस्क्रिप्सनमा पनि तपाईँले यो ट्याग्सहरू लेख्न सक्नुहुन्छ। म त्यो ट्याग्स सेक्सन अहिले देखाउँछु, पहिला तपाईँले यो गर्नुपर्छ। अब के गर्ने भनेपछि त्यो कपी गरेको ट्याग्सलाई जस्ट सिम्पली तपाईँले यहाँ पेस्ट गर्नुहोस्, लङ प्रेस गर्ने र यो जुन पेस्ट भनेर आइरहेको छ यो पेस्टमा दबाउनुहोस् र हेर्न सक्नुहुन्छ तपाईँले ती सबै ट्याग्सहरू यहाँ पेस्ट भइसकेका छन्। र अब यो जुन त्यो कमा आइरहेको छ यहाँ कोमा, यो कमालाई चाहिँ अब तपाईँले रिमुभ गर्नुपर्छ। यो जति पनि कमा छ यो सबैलाई डिलिट गर्नुहोस् अथवा रिमुभ गरिदिनुहोस्। कमा चाहिँ लेख्न पाउनुहुन्न युट्युब भिडियोको डिस्क्रिप्सनमा, त्यही भएर म यो सबै रिमुभ गरिहाल्छु फटाफट। र अब यहाँ हेर्न सक्नुहुन्छ मैले सबै लाइन बाई लाइन तिनै ट्याग्सहरू यहाँ यो कमा हटाएर यस्तै लाइन बाई लाइन लेखिसकेको छु। डिस्क्रिप्सनमा तपाईँले अब अरू पनि लेख्न सक्नुहुन्छ आफ्नो मर्जीले, तपाईँको सोसियल मिडिया लिङ्क्स भयो यताउता त्यो सबै अब आफै लेख्नु होला। र यो ट्याग्सहरू यहाँ भइसक्यो। अब के गर्ने पर्यो भनेपछि यो जुन पहिलो ट्याग छ ट्याग नम्बर 1 यसलाई पहिला कपी गर्नुहोस्, एउटालाई गाइज, एउटालाई सबैलाई कपी होइन, एउटालाई लाइन बाई लाइन, अनि फेरि ट्याग्समा आउने र यहाँ त्यो ट्याग्सलाई पेस्ट गरिदिने र यसमा अब एउटा कमा लेखिदिने। यो जुन कमा आइरहेको छ यो कमा यो दबाउनुहोस्, यो दबाइसकेपछि यो एउटा ट्याग बन्छ तपाईँको। र फेरि अर्को ट्याग यो जुन सेकेन्ड नम्बरको ट्याग आइरहेको छ यसलाई पनि कपी गर्नुहोस्। यी मैले कपी गरेँ, फेरि ट्याग्सवालामा जान्छु र यहाँ सिम्पली म पेस्ट गरिदिन्छु र अब कोमा दबाउँछु यी र यस्तो आउँछ। अर्को ट्याग बन्यो, दुईवटा ट्याग हाम्रो बनिसकेको छ। अब अर्को पनि हाउ टु डिएक्टिभेट फेसबुक अकाउन्ट टेम्पोररली, यो थर्ड नम्बरको ट्यागलाई पनि म यो यसमा ट्यागमा गएर यो पेस्ट गरेर फेरि कोमा दबाउँछु है। कोमा चाहिँ दबाउन नबिर्सिनु होला। यो तिनवटा ट्याग बनिसक्यो। अब तपाईँले जस्ट यो सेभ गर्नुहोस् र हेर्न सक्नुहुन्छ यो ट्याग्सहरू यो भिडियोमा लागिसकेका छन्। तपाईँले त्यो सबै ट्याग्सहरूलाई 1 बाई 1 लाइन बाई लाइन त्यो ट्याग्सहरूलाई फिल गरेर पेस्ट गरिदिनुहोस् आफ्नो ट्याग्स सेक्सनमा। सो यही नै हो तरिका गाइज। यो वेबसाइटदेखि तपाईँले जुनसुकै युट्युब भिडियो टपिकको लागि मजाले र्याङ्किङ र भाइरल ट्याग्सहरू पत्ता लगाउन सक्नुहुन्छ। अनि जस्ट तपाईँले यो कपी गरिसकेपछि यो सबै ट्याग्सहरू जम्मा एक क्लिकमा त्यो कपी भइहाल्छ। यही नै हो तरिका गाइज आफ्नो भिडियोहरूमा बेस्ट भाइरल ट्याग्सहरू लगाउने र यी ट्याग्सहरूले चाहिँ तपाईँको भिडियोलाई निकै नै बुस्ट गर्नेछ र र्याङ्क गर्नेछ युट्युबको SEO सेक्सनमा। ल गाइज यही नै हो तरिका आफ्नो युट्युब भिडियोको लागि एकदम राम्रो ट्याग्सहरू खोज्नको लागि बेस्ट र र्याङ्किङ किवर्ड्सहरू तपाईँले यो वेबसाइटदेखि ऱ्यापिड ट्याग्सदेखि मजाले पाउन सक्नुहुन्छ आफ्नो तपाईँको जुनसुकै पनि युट्युब भिडियोको टपिक होला। सो यही नै हो तरिका। सो आजको यो भिडियो राम्रो लाग्यो भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। सो आजको भिडियोमा यति नै। धन्यवाद। जय नेपाल।